कति मिठो मिठो गीत रहेछ हो यो किताबमा मन्जु। यो त बहुत राम्रो राम्रो गीत रहेछ। यहाँ त कसको फोन आयो? जय हिंद सर। ओके सर, ओके। जय हिंद सर। मैं यहाँ से पहली फ्लाइट पकड़कर तुरंत यूनिट आ जाता हूँ। ठीक है सर। ओके सर। जय हिंद सर। मंजू, ए मंजू, हजुर यहाँ आऊ त। किन चिच्चाउनु भएको? के भयो? होइन त्यस्तै कुरा आयो त। अहिले भर्खर आएको कति दिन भएछ र म युनिटबाट फोन आयो हाम्रो अफिसरको। उहाँ कारगिलमा लडाइँ सुरु भएछ। शत्रुहरूले काली घाटी चौकीमा धन्य कब्जा गर्न आँटिसकेको रहेछन्। अफिसरले मलाई तुरन्त बोलाएको छ। मेरो छुट्टी क्यान्सल भयो नि हो। ए भर्खर त आउनु भएको तपाईँ, 2-3 दिन हुँदैछ। त्यही त मन्जु, आएको 2-4 दिन मात्रै भएको थियो। अब हेर्नु, उता देशको आफ्नो कर्तव्य हो, यता मेरो परिवारसँग मैले 2-4 दिन पनि बिताउने भ्याएको थिइनँ। अब तिमीले नै भन के गर्ने यस्तो स्थितिमा मैले? ठिकै छ, त्यसो भए तपाईँ जानुहोस्, देशको लागि सेवा गरेर आउनुहोस्। वाह मन्जु, मलाई तिमीमाथि गर्व छ साँच्चै। यस्तै स्वास्नी घर घरमा सबैको भइदिए भर आज हामी कहाँ पुग्ने थियौँ। बहुत बहुत धन्यवाद। तिमीमाथि मलाई गर्व छ। तिमीले यति भनेपछि अब म निश्चिन्त भएर आफ्नो कर्तव्य पालनतिर लाग्नेछु है। हस्, हुन्छ। आफ्नो ख्याल गर्नुहोस्। हुन्छ। तपाईँको विजय अवश्य हुनेछ, यो मलाई पूर्ण विश्वास छ। आज भारत मातालाई वीर गोर्खाको खाँचो छ। अवश्य मन्जु, अवश्य। वीर गोर्खाले आफ्नो कर्तव्यको पालन गर्नेछ। कारगिलको बोर्डरमा यो तिरङ्गा झन्डा फहराएर आउनुहोस्। हुन्छ मन्जु, हुन्छ। झन्डा उचाले आयो गोर्खाले। नमस्कार सबैमा। यहाँ उपस्थित दार्जिलिङ, सिक्किम लगायत भारतका विभिन्न क्षेत्रबाट आउनुभएका महानुभावहरूलाई म उद्घोषिका मेनका तामाङ मिजोराम गोर्खा कम्युनिटीको तर्फबाट हार्दिक स्वागत जनाउँदछु। अब म मञ्चमा निम्त्याइरहेकी छु आजका मुख्य अतिथि श्रीमान MK लिम्बुज्यूलाई। कार्यकारिणी सदस्यहरूलाई मेरो अनुरोध छ, मुख्य अतिथिज्यूलाई ढाका टोपी, श्रद्धा स्वरूप खदा एवं फुलको गुलदस्ताले सम्मान गरौँ। अब प्रस्तुत छ आजको समारोहको मुख्य आकर्षण, परमवीर देशभक्त सम्मान कार्यक्रम। यो सम्मानको निम्ति म भारत सरकारको मिनिस्ट्री अफ डिफेन्सबाट सम्मानित हुनु भइसकेका रिटायर्ड क्याप्टन वीर गोर्खालाई मञ्चमा निम्ताउँदछु।
मिजोराम गोर्खा कम्युनिटीको तर्फबाट यहाँलाई अब परमवीर देशभक्तको उपाधिले सम्मान गरिनेछ। र दर्शकवृन्द जोरदार तालीले यहाँको स्वागत गरौँ। क्याप्टन वीर गोर्खालाई प्रदान गरिने सम्मान पत्र पठन गर्न लागिरहेकी छु। कारगिल वारमा टाइगर हिलको कालीमाटी चौकीबाट पाकिस्तानी फौजलाई भगाएर त्यहाँ विजयी तिरङ्गा झन्डा फहराउने क्याप्टन वीर गोर्खा जस्ता योद्धाहरूले गर्दा नै आज हाम्रो देश भारत आजाद छ। लडाइँमा लागेको गोलीले एउटा खुट्टा डुडो भए पनि आफ्नो देश भारतको रक्षा गर्न पाउँदा क्याप्टन वीर गोर्खा खुसी नै छन्। तर आफ्नो देशभित्र आफ्नो जाति भारतीय गोर्खाहरूको कहीँ पनि एउटा वासभूमि नभएको गुनासो लिएर भारत सरकारप्रति आवाज उठाएको कदर गर्दै यहाँलाई मिजोराम गोर्खा कम्युनिटीको तर्फबाट परमवीर देशभक्तको उपाधिले सम्मान गरियो। अब म आजको मुख्य अतिथिज्यूलाई आजको समारोहको बारेमा आफ्नो विचार राखिदिने हार्दिक अनुरोध गर्दछु। आदरणीय दर्शकवृन्द, मिजोरामबाट पनि हामी गोर्खा जातिको वासभूमिको निम्ति यहाँ मिजोरामवासी वीर गोर्खाज्यूले आफ्नो पक्षबाट सहयोग पुर्याइरहनु भएको छ। यो कुरा सर्वविदितै छ। यसकारण उहाँलाई मिजोरामको जनताले अनि समाजले उहाँलाई चाहिँ आज सम्बर्धना गरिँदैछ। यसमा हामी अति प्रसन्न छौँ अनि उहाँको यो अभियान सफल हुन् भनी धेरै धेरै शुभकामना टक्र्याउँदछौँ। मिजोरामवासीबाट पनि गोर्खाल्यान्डको आफ्नो वासभूमिको निम्ति केही सहयोग पुर्याउँ भनेर अघि बढेका हाम्रा वीर गोर्खा क्याप्टेनज्यू उहाँले आफ्नो पक्षबाट जो सहयोग पुर्याउनु हुँदैछ यो स्तुत्य छ र यसलाई चाहिँ उहाँले अझै अघि बढाउँदै जाउन् भन्ने हामी शुभकामना दिँदछौँ तथा उहाँको अभियान सफलतापूर्वक सफल हुन् भन्ने पनि हामी शुभकामना टक्राउँदछौँ। धन्यवाद। क्याप्टन साहेब,
एकजना देशभक्त मात्र नभएर एकजना राम्रो गायक पनि हुनुहुन्छ। आज यसरी सम्मानित हुनुभएको खुसीमा म उहाँलाई एउटा मिठो गीत सुनाइदिने निवेदन टक्राउँदछु। धन्यवाद। म तपाईहरुलाई मात्रै होइन, गीतको रूपमा सम्पूर्ण भारतीय गोर्खाहरूको गुनासो भारत सरकारलाई पनि सुनाउँछु। कृपया ध्यान दिएर सुन्नुहोला। मैं चाहता हूँ मेरी फरियाद हम सब भारतीय गोरखाओं की आवाज बनकर भारत सरकार तक पहुँचे। ये गीत नहीं मेरी फरियाद है, गोरखाओं के दिल की आवाज है। ये गीत नहीं मेरी फरियाद है, गोरखाओं के दिल की आवाज है। ये गीत नहीं मेरी फरियाद है, गोरखाओं के दिल की आवाज है। हमें सरकार का प्यार चाहिए, गोरखालैंड हमारा अधिकार चाहिए। ये गीत नहीं मेरी फरियाद है, गोरखाओं के दिल की आवाज है। ये गीत नहीं मेरी फरियाद है, गोरखाओं के दिल की आवाज है। यूं न ठुकराओ हम पराए तो नहीं, भारत के बाहर से आए तो नहीं। यूं न ठुकराओ हम पराए तो नहीं, भारत के बाहर से आए तो नहीं। क्या मांगा है हमने जो इतना डर गए, कहीं ममता जी से आप घबराए तो नहीं। ये गीत नहीं मेरी फरियाद है, गोरखाओं के दिल की आवाज है। ये गीत नहीं मेरी फरियाद है, गोरखाओं के दिल की आवाज है। सीमाओं में हम देश के लिए देते ही रहते हैं कुर्बानियाँ। सीमाओं में हम देश
देश के लिए देते ही रहते हैं कुर्बानियाँ। याद करो जरा उन जान गंवाने वाले वीर शहीदों की अमर कहानियाँ। ये गीत नहीं मेरी फरियाद है, गोरखाओं के दिल की आवाज है। ये गीत नहीं मेरी फरियाद है, गोरखाओं के दिल की आवाज है। ये गीत नहीं मेरी फरियाद है, गोरखाओं के दिल की आवाज है। ये गीत नहीं मेरी फरियाद है, गोरखाओं के दिल की आवाज है। ये गीत नहीं मेरी फरियाद है, गोरखाओं के दिल की आवाज है। हमें सरकार का प्यार चाहिए, गोरखालैंड हमारा अधिकार चाहिए। ये गीत नहीं मेरी फरियाद है, गोरखाओं के दिल की आवाज है। ये गीत नहीं मेरी फरियाद है, गोरखाओं के दिल की आवाज है। सबसे पहले तो मैं उन सभी शहीद गोरखाओं को हार्दिक श्रद्धांजलि अर्पण करता हूं, जिन्होंने देश की सुरक्षा के लिए अपनी जान गंवाई। आजादी के 75 वर्ष पूरे होने की खुशी में देश भर आजादी का अमृत महोत्सव मनाया गया। सच कहें तो भारतवर्ष को आजादी दिलाने में गोरखाओं का बहुत बड़ा योगदान रहा है। हमें यह एहसास हो गया है कि गोरखाओं का एक अलग ही अपना राज्य होना अत्यंत जरूरी है। भारतवर्ष में हमारे बीच हमारे प्यारे गोरखा भाई और बहनों, आप लोग भारतवर्ष में मेहमान नहीं हैं। आपका भी यहाँ उतना ही अधिकार है जितना कि हमारा है। सरकार ने ये समझने में बहुत देर कर दी। आपको गोरखालैंड अवश्य मिलेगा, ये आपका अधिकार है। सरकार को बहुत पहले ही इसकी घोषणा कर देनी चाहिए थी। भारत का प्रधानमंत्री मैं आज बड़े गर्व के साथ ये घोषणा करता हूं कि निकट भविष्य में बहुत जल्द आप सभी भारतवासी गोरखाओं के लिए एक बहुत ही बड़ा खुशी का दिन होगा। अब हमारी सरकार चाहती है कि आप सभी भारतीय गोरखाओं को आपका अधिकार गोरखालैंड अवश्य मिलना चाहिए। देश को बचाने में कई गोरखा शहीद हो गए। देश की हर ऐतिहासिक लड़ाई में गोरखाओं ने अपना खून बहाया है। गोरखाओं का बलिदान व्यर्थ नहीं जाएगा। संसद भवन के आगे शहीद दुर्गा मल्ल की प्रतिमा एक बहुत बड़ा सबूत है। देश के राष्ट्रीय गान में आपका ही संगीत गूंज रहा है। आपकी भाषा को भी मान्यता मिल चुकी है, तो फिर आपको आपका ठिकाना तो जरूर मिलना चाहिए। मेरे प्यारे गोरखा भाई और बहनों, अब आप निश्चिंत हो जाइए। आपको आपका अधिकार गोरखालैंड जरूर मिलेगा।
जय हिंद। हामी नारी गोर्खाली मिलेर लगाऊ नारा, हाम्रो माटो गोर्खाले हामीलाई छ प्यारा। हामी नारी गोर्खाली मिलेर लगाऊ नारा, हाम्रो माटो गोर्खाले हामीलाई छ प्यारा। हामीले पनि एक नयाँ इतिहास बनाउँछ, हामीले पनि एक नयाँ इतिहास बनाउँछ। हामी एक हौ, हामी एक हौ, हामी एक हौ, हामी एक हौ। हिँड्छौँ हामी एक भएर, हुन्नौ कहिले टोरी। पारी आए चुरा फाली, समात्ने छौ खुकुरी। हाम्रा पुर्खाहरूको गोरेटो पहिलाउँदै, गोर्खाल्यान्डको लागि शहीद हुन सक्छौँ। गोर्खाल्यान्डको लागि शहीद हुन सक्छौँ। हामी नारी गोर्खाली मिलेर लगाऊ नारा, हाम्रो माटो गोर्खाल्यान्ड हामीलाई छ प्यारा। वर्षौँदेखि मागेको हामी गोर्खालीले, पुर्खाहरूले हामीलाई देखाएको बाटो। वर्षौँदेखि मागेको हामी गोर्खालीले, पुर्खाहरूले हामीलाई देखाएको बाटो। भारतीय गोर्खालीहरूको अधिकार, हाम्रो छुट्टै राज्य गोर्खाल्यान्डको माटो। हाम्रो छुट्टै राज्य गोर्खाल्यान्डको माटो। हामी नारी गोर्खाली मिलेर लगाऊ नारा, हाम्रो माटो गोर्खाल्यान्ड हामीलाई छ प्यारा। हामीले पनि एक नयाँ इतिहास बनाउँछ, हामीले पनि एक नयाँ इतिहास बनाउँछ। हामी एक हौ, हामी एक हौ, हामी एक हौ, हामी एक हौ। नमस्कार, इन्डियन गोर्खाहरूको आवाज कार्यक्रममा यहाँलाई स्वागत छ। तपाईँहरूको साथमा छु म कार्यक्रम सञ्चालक महेन्द्र थापा। यो कार्यक्रम मार्फत हामी हजुरलाई विविध विषयवस्तुतिर जोड्ने गर्छौँ। आजको कार्यक्रममा हामीले निम्ताएका छौँ जनक्रान्तिमा होमिएका मिजोरामवासी डाक्टर किङ गुनुगर्ती सर। हजुरलाई यस कार्यक्रममा स्वागत छ। धन्यवाद महेन्द्रजी। र गुनुजी, अब हामी प्रश्नतिर जाउँ। भारतको संविधानको धारा 3 का अनुसार गोर्खा जातिको पनि आफ्नै भूभाग हुनुपर्छ भनेर 80 को दशकदेखि लड्दै आएको कुरो हो। तर आज तपाईँ आएर विभिन्न गाउँ बस्ती सहर गल्ली गल्ली विभिन्न प्रान्तमा आफ्नै भूभाग हुनुपर्छ भनेर तपाईँ दौडिरहनु भएको छ। किन अनि के कारण हो? आफ्नै देशमा हामी पाहुना जस्तै भएर होइन महेन्द्रजी, आफ्नो अधिकार लिएर सम्मानपूर्वक हामी बसेको हुनुपर्छ। यदि हाम्रो माग जायज छ र न्यायसङ्गत छ भने, किनभने बङ्गालीले बङ्गाल पाएको छ, पन्जाबीले पन्जाब पाएको छ, नागाल्यान्डले नागाल्यान्ड पाएको छ भने हामी गोर्खाहरूले गोर्खाल्यान्ड किन नपाउने भन्ने मेरो विचार, मेरो अन्तरात्माले धिक्कारी राख्छ। मलाई याद दिलाइराख्छ कि मिजोराममा बसे तापनि
मिजोरमको गोर्खाहरू पनि भारतीय गोर्खाहरूकै एउटा सम्बन्धित साइनोहरू हो। हाम्रो पनि अधिकार हुनुपर्छ, हामीमा पनि जागृति आउनुपर्छ भनेर मैले आफ्नो आवाज सरकारसम्म पुर्याउने प्रयासमा लागिरहेको हो। तपाईँ मिजोरमवासी भन्नु कुरो यो हो, भारतको कुनै पनि प्रान्तमा हामी बसौँ तर गोर्खाहरूको एउटै माग हो, गोर्खाल्यान्ड। तर यो कुरो 80 को दशकदेखि राम्रा राम्रा नेताहरूले लड्दै आएको कुरो हो, आज पर्यन्त लडिरहेको छ हाम्रो माग गोर्खाल्यान्ड भएर। तर जब केन्द्र समक्ष यो कुराहरू पुगिन्छ, कि त हामी सम्झौतामा हात मिलाउँछौँ कि मिलोमतमा हात मिलाउँछौँ, हामी सम्झौतामा नै लागि परेका छौँ। तर तपाईँ एक्लो प्रयासले के यो कुरो सफलता होला भन्ने कतिको विश्वस्त हुनुहुन्छ? किन हो किन मेरो मनले त एकदमै विश्वास गरेर नै म यसरी लागि परेको हुँ। हुन त म केही पनि होइन, सानोतिनो एउटा कलाकार, गीतकार हुँ म। हिन्दी नेपालीमा अलिअलि गीत लेख्ने रहर छ मेरो। त मैले सोचेँ मेरोमा केही हतियार त छैन, अरू आर्थिक स्थिति पनि कमजोर भएको एउटा साधारण किसान परिवारको सदस्य हुँ। तर गीत सङ्गीतलाई नै हतियार बनाएर किन म पनि नलडौँ हाम्रो जनता, हाम्रो जातिको लागि? त्यो ठिक छ, तपाईँले गीत सङ्गीतको कुरा भन्नुहोस्, तर तपाईँ एक्लै लागेर यो कुरोमा सफलता पाउँछु भन्ने के ग्यारेन्टी छ? महेन्द्रजी, याद गर्नुहोस्, पुरानो इतिहासको पाना पल्टाएर हेर्नुहोस्। हामी एक जना गोर्खा 100 जनाको बराबर छौँ। मृत्यु से हमें डर नहीं लगता भन्ने मान्छेले या त झुटो बोल्दैछ या ऊ पक्कै पनि गोर्खा हुनुपर्छ भन्छन्। किनकि हाम्रो गोर्खाहरूले आफ्नो ज्यान गुमाएका छौँ कसको लागि? हामी शहीद हुँदै आएका छौँ कसको लागि? यो भारतवर्षको लागि, यो भारतको पवित्र धरतीको लागि हो। त्यो सोचेर ल्याउँदा किन मेरो खुन तातेर आउँछ, विश्वास जागेछ मेरोमा। एकल प्रयास नै काफी हो, किनकि सैकडौँले हजारौँले आन्दोलन गरी आए। तपाईँले भनेअनुसार कैयौँ वर्षदेखि दार्जिलिङ क्षेत्र या हाम्रो बङ्गाल क्षेत्रबाट, भारतका विभिन्न ठाउँबाट हाम्रा अगुवाहरूले सङ्घर्ष नगरेको होइन, गरेका छन्। किन कता म सोच्न बाध्य भएँ कि अब पाइन्छ कि भन्ने हुँदाखेरि शिखरसम्म हाम्रो कदम पुगिसकेको छ अरे भनेर हामी भित्रभित्र खुसी भएको बेलामा अन्तमा हाम्रो फुलेको फुल जस्तो मन ओइलाउन गएको छ। प्रायः जस्तो यस्तो भइरहेछ, किन होला भनेर सोचेर ल्याउँदा पक्कै पनि हाम्रो अगुवाहरूले अन्तिम चरणमा गएर आफ्नो एकल स्वार्थको लागि होला कि सायद सम्झौता गरेर हामीलाई कमजोर बनाएको। आज हाम्रो पहाडको जनताहरू निराश हुँदै आएछन्। तर मिजोरमबाट भए पनि मैले यो भन्न चाहन्छु हाम्रो भारतीय गोर्खाहरूलाई कि हामी निराश हुने होइन। हाम्रो भारतदेखि बाहिर जाने कहीँ ठाउँ छैन। हामी भारत भूमिमा जन्म भएको हो र भारत सरकारले नै हामीलाई दस्तावेज, हाम्रो डकुमेन्टहरू यहाँ इस्यु गरिरहेको छ। हामी यहाँ पुरा परिवारसित बसेका छौँ। यदि हामी भारतीय होइन र अगर नहुने भएको भए, हामी यहाँको होइन भने सरकारले हामीलाई दस्तावेज कुनै डकुमेन्ट दिने थिएन, हामीलाई देश निकाला गरिदिन्थ्यो, हामीलाई जाने ठाउँ बताइदिन्थ्यो। अझै पनि भारत सरकारले अगर हामी भारतीय गोर्खा होइनौँ, हामीले यहाँ अधिकार पाउँदैनौँ भने हामीलाई जाने ठाउँ बताइदियोस्, हामीलाई देश निकाला गरिदियोस्। नत्र भने अगर हामी यहाँको हो भने हामी र यहाँको अरू जातिहरूमा अन्तर किन? हामी पनि त भारतीय गोर्खा हौँ, हामी पनि त यही धरतीमा जन्म लिएर वर्षौँदेखि हाम्रो पुर्खादेखि हामी बसिरहेका छौँ। आज हामी शहीद भएका छौँ कसको लागि? आज कुनै पनि वारहरू भयो, देशमा आजादी आयो, त्यसमा कुनै न कुनै रूपमा हाम्रो गोर्खाहरूले आफ्नो बलिदान दिएका छैनन्। त्यो इतिहास त साक्षी छ। आज विश्वमा नै गोर्खा जातिलाई लडाकु जातिको रूपमा परिचित छौँ भनेर हामी जान्दै सुन्दैछौँ। तर मेरो भन्नुको अर्थ यहाँ अलिक नखुलेको जस्तो भयो। मेरो भन्नुको तात्पर्य के भने, आज हेर्नुहोस् 80 को दशकदेखि जनमानसले पनि पुरा सहयोग सहायता पुर्याएको, बलिदान दिएको, हजारौँ शहीद बने, बेघर बने, आग लागि भयो, आगजनी भयो, विधवा भयो, कसैको सिन्दुर पुछ्यो, कसैको भाइ आमा सब चुडेर गयो। तर आज तपाईँ मिजोरमबाट आएर
यहाँको जनतालाई भारतभरि छरिएर बसेका गोर्खाहरूलाई एक्लो प्रयासमा एकत्रित गरेर यो माग पुरा गर्छु भन्ने तपाईँको जुन सोच छ त्यसमा म सेल्युट गर्छु। तर तपाईँले एकत्रित चाहिँ कसरी गराउने हो? म अवश्य सफल भएर देखाउँछु। हेर्नुहोस् कसरी कसरी? म मरेर जान्छु, ढिलो चाँडो उमेर पनि बढ्दै गएछ महेन्द्रजी, हेर्नुहोस्। तर आउने पिँढीहरूले देख्नेछन्, किनकि म अलिकति भए पनि गीत सङ्गीतमा रुचि राख्ने मान्छे हो। मेरो हतियार नै गीत सङ्गीत हो। अब म गीत सङ्गीतद्वारा नै सरकारको कान म खुलाउँछु, आँखा खुलाउँछु, उनीहरूको दिमागमा यो कुरा हाल्छु कि यो भारतीय गोर्खाहरूप्रति हामीले अन्याय गरेका रहेछौँ। यिनीहरू हाम्रै अङ्ग हो, हाम्रै दाजुभाइ हो, हाम्रै परिवारको एउटा सदस्य हो। यिनीहरूलाई हामीले किन अधिकार नदिएर आज यिनीहरूलाई पाहुना जस्तो गरेर बस्नु बाध्य गराएको हो भन्ने नगराएसम्म त हेर्नुहोस् मेरो प्राण पनि नजाओस् भन्दैछु। म त संसद भवनतिर केन्द्र सरकारको दैलोमा गएर आत्मदाह गरौँ कि भन्ने जस्तो पनि मलाई लाग्छ महेन्द्रजी। किन हो किन म एउटा मिजोरामको दुर्गम क्षेत्रमा बस्ने गोर्खा हुँ, तर मेरो खुन किन ताते छ? किन हाम्रो गोर्खाहरूले यो अधिकार नपाएको? किन यति साह्रो हेला भएको? के हामी बाहिरबाट आएको पाहुना हो र भनेर यो प्रश्नले मलाई रात दिन कुरी पारेको छ। न रातको निद्रा, न दिनको भोक। यदि महेन्द्रजी हात मिलाउन चाहन्छु म, तपाईँ पनि मेरो साथमा आउनुहोस्। यदि हामीले चाह्यौँ भने लाटोको खुट्टा बाटोमा पारेर हामीले देखाउन सक्छौँ। तपाईँले भनेको कुरा मैले बुझेँ, नबुझेको होइन। तपाईँले भन्न यही खोजेको कि आज कैयौँ वर्षदेखि हाम्रा गोर्खा कस्ता 101 विद्वान खुङखार लिडरहरू पनि यसमा आए गए, सेलाए, आन्दोलन भयो, तर केही हुन सकेन। तर किन सकेन हो त्यो हामीले खोजौँ न मिलेर, मिलिजुल हामीले खोजौँ, यो जरा पहिलाउँ कि किन सकेन। जबकि हामी भारतीय हौँ। तपाईँको आत्माले के भन्छ? तपाईँ भारतीय होइन? होइन भने जानुहोस्, तपाईँको जाने ठाउँ छ। अगर हो तपाईँको यहाँ भने तपाईँले कोसित माग्ने अधिकार नानी केटाकेटी भए आमा बाउसित माग्नुहुन्थ्यो। अब हामी एउटा बुजुर्ग भयौँ, यो उमेरमा पुगेपछि हामीले आफ्नो लागि मात्र स्वार्थ भएर होइन, पुरा हाम्रो दाजुभाइ दिदीबहिनी हाम्रा शाखा सन्तानको लागि हामीले केही माग्ने को हो? हाम्रो आमा बाउ त सरकार हो नि। त सरकारले नदिएर हाम्रो यो आवाज हामीले कुन तरिकाले हुन्छ सरकारसम्म पुर्याउँ न। तपाईँ हामीले लिडरको पछि हामी नजाउँ, लिडरको हामीले हेऱ्यौँ, बाटो हेऱ्यौँ, विचार पनि गऱ्यौँ, हामीले केही पाएनौँ। तर तपाईँ हामीले किन निराश भएर घोप्टो परेर बस्ने? हाम्रोमा पनि आत्मा छ, हामी पनि अन्न खाने मान्छे हो, हाम्रोमा पनि केही त हाम्रो सोच्नु पऱ्यो नि। आज यो कालो हो भनेर कसैले भन्यो भने हामीले कालो हो भनेर हामी जाने होइन, यो बेवकुफी हो। हाम्रो नजर छ, हामीले देख्न सक्छौँ कि यो सेतो हो भनेर जब बुझ्छौँ भने त हामीले त्यही अनुसार हामी चल्नु पऱ्यो नि। त्यस कारण हामीले यो बुझ्नुपर्छ कि हाम्रो हक हो, हामी भारतीय हौँ र हामीले यहीँ आफ्नो बासभूमि एउटा गोर्खाल्यान्ड चाहे कुनै पनि स्टेटमा होस् पाएर हामी शिर उच्चा गरेर ढुक्क बस्नु पाउनु हाम्रो अधिकार हो भनेर जब हाम्रो आत्माले मान्छ भने त हामी किन पछि हट्ने? माग्ने अरे, लिएर छोड्ने, पाउँछौँ। के कारणले सरकारले दिएको छैन त्यो पत्ता लगाउँ। त्यहाँसम्म हाम्रो अगुवाहरूलाई पनि आफ्नो गल्तीको एहसास होस्, उनलाई पनि आफ्नो गल्ती अथवा आफ्नो माग्ने तरिका सायद गल्ती छ भने उहाँले पनि आफ्नो सुधार हुनु, उहाँले पनि सायद राम्रै गर्छु भन्दा पनि गल्ती हुन गयो होला। तर हामीले चाहिँ नि पछि हट्ने होइन, हाम्रो अगुवाहरूको मात्रै बाटो हेर्ने होइन। चाहे मिजोराम होस्, आज म मिजोरामको तर्फबाट म जागेछु, सम्पूर्ण मिजोरामका गोर्खाहरूलाई म धन्यवाद दिन्छु। उहाँहरू नै मेरो ताकत हो भनेर म आज आएर इन्डियन गोर्खाहरूको आवाजमा तपाईँको सामने सम्पूर्ण भारतीय गोर्खाहरू र सरकारसम्म मेरो आवाज पुर्याउनको लागि म बोल्दैछु। यस्तै प्रकारले म यो भन्न चाहन्छु कि दार्जिलिङ बङ्गाल मात्र होइन, भारतको कुनै पनि स्टेटबाट यदि त्यहाँ गोर्खा छौँ भने सबैको खुन तातेको हुनुपर्छ, एकत्रित हुनुपर्छ, एकता हुनु पर्यो हाम्रो बिचमा। हाम्रो माग एउटै हुनु पर्यो, स्वार्थ आउनु भएन। बस गुरुजीले भनेअनुसार हामीले अब स्वार्थको राजनीतिलाई त्याग्नुपर्छ,
सम्झौताको राजनीतिलाई त्याग्नुपर्छ। अनि उहाँले एउटा कुरो राम्रो भन्नुभयो, आज विश्वकै इतिहासमा हेर्नु हो भने गीत सङ्गीत नाटकको माध्यमले जनक्रान्तिहरू भएको छ, ठुल्ठुला आन्दोलनहरू भएको छ, जो सफल पनि भएको छ। र उहाँ भन्नुहुन्छ, उहाँ एउटा राम्रो गीतकार, साहित्यकार, सङ्गीतसँग आबद्ध व्यक्तित्व हुनुहुन्छ। र हामीले लौरोको लडाइँ पनि लड्यौँ, खदुवाको लडाइँ पनि लड्यौँ, शहीद भयौँ होइन, घरबार विहीन पनि भयौँ। अबको आन्दोलन एकदम सही ढङ्गमा, सही मार्गदर्शनमा, कुनै खुन रक्तपात नभइकन गीत सङ्गीतको माध्यमबाट अनि सम्पूर्ण भारतवर्ष छरिएका हाम्रा कहीँ पनि कुनाका, कहीँ पनि प्रान्तका, गल्ली खोला नाला बगरका, पहाडका, समुद्रका सम्पूर्ण गोर्खाहरू एकत्रित भएर जागृत भयो भने यो माग अवश्य केन्द्र सरकारले दिन्छन् भन्ने उहाँ विश्वासमा अडिग रहेका छन्। लौ त गुरुजी, तपाईँको यो जुन कार्य छ त्यो दिन सफल रहोस्, तपाईँको जुन यो क्रान्तिको यात्रा छ, शान्तिको यात्रा छ, त्यो सफल बनोस् भन्दै आजको कार्यक्रमबाट म बिट मार्दैछु। हजुर आइदिनु भयो, यसको निम्ति हजुरलाई धेरै धेरै धन्यवाद। महेन्द्रजी, म तपाईँसित क्षमा चाहँदै जनतासित मेरो एउटा निवेदन पनि राख्न चाहन्छु। म मिजोरामबाट मात्रै होइन, साँच्चै हो, हामी यदि भारतीय गोर्खा हौँ भने सम्पूर्ण गोर्खाहरूसित मेरो निवेदन छ, तपाईँहरू पनि आउनुहोस्। हाम्रो बङ्गाल क्षेत्रका अगुवाहरूको भर मात्रै नपरेर हामी कुन तरिकाले, कुन हतियारले हुन्छ, आफ्नो आफ्नो तरिका अपनाऊ र भारतमा आफ्नो अधिकार लिएर शिर उच्चा राखेर हामी जिउन पाऊँ। हामी त शिर नुगाएर पाहुना जस्तै भएर बाँच्यौँ महेन्द्रजी। तर म निवेदन गर्छु, आउँदो पिँढीहरूले यसरी अपमानित भएर, दुखी भएर, अर्काको गुलाम भएर जिउन नपरोस्, यो मेरो निवेदन छ। धन्यवाद। गुरुजी अति नै आफ्नो मागको लागि भावुक पनि हुनुभयो र उहाँको भावुकतामा सबैजना एकत्रित बनेर उहाँको यात्रामा सहभागी बनिदिनुहोस् भन्ने उहाँको अनुरोध पनि छ। र यति भन्दै उहाँलाई हामी हाम्रो सम्पूर्ण युनिटबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। धन्यवाद महेन्द्रजी।